आदरणीय श्री जनमन्दिर माध्यमिक विद्यालय को यो 66औं वार्षिक उत्सव समारोह एवं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम का अध्यक्ष एवं यस श्री जनमन्दिर माध्यमिक विद्यालय का संचालक समिति अध्यक्ष अध्यक्षज्यू, मञ्चमा आसीन सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू, सम्पूर्ण पार्टीका सहकर्मी मित्रहरू र यस कार्यक्रमलाई सफल पार्नको लागि आउनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षक मित्रहरू, विद्यार्थी भाइ बहिनीहरू र सम्पूर्ण महानुभावमा मेरो न्यानो अभिवादन टक्राउँछु। नमस्कार। र यो कार्यक्रमको पूर्ण सफलताको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। र यस श्री जनमन्दिर माध्यमिक विद्यालयको सञ्चालक समितिका अध्यक्ष शङ्कर घिमिरे लगायत सम्पूर्ण परिवारलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु, जसले यो महत्त्वपूर्ण कार्यक्रममा मलाई पनि आतिथ्यता दिनुभयो, अवसर दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज यहाँ आउँदै गर्दाखेरि मलाई धेरै खुसी लागेको छ। योभन्दा अगाडिको वर्ष पनि भन्नुभएको थियो, म आफ्नै कारणले आउन पाइनँ, विशेष समस्या भएको हुनाले, तर आज आउँदाखेरि मलाई धेरै खुसी लागेको छ। र आज यहाँ आउँदै गर्दाखेरि र यहाँ तपाईँहरूको यहाँ राखेका सम्पूर्ण कुराहरू पनि सुन्न पाइयो, सबैसँग भेटघाट गर्न पाइयो र हाम्रा भाइ बहिनीहरूले जुन एक्टिभिटिजहरू, एक्स्ट्रा एक्टिभिटिजहरू, अतिरिक्त क्रियाकलापहरू र पिटी प्रदर्शनदेखि लिएर नाचगानहरू सबै देखाउनु भयो। त्यो सबै हेर्ने अवसर मिल्यो र मलाई धेरै खुसी लागेको छ। र यहाँ सुन्दै गर्दाखेरि यो आज यो विद्यालय यहाँसम्म आइपुग्नको लागि, यतिको दह्रो हुनको लागि हिजोदेखि हाम्रा जुन अग्रजहरूले सहयोग गर्दै गर्दै आएर यहाँसम्म ल्याउनु भएको छ। यहाँ तपाईँको अक्षय कोष खडा गर्ने मात्रै 47 जना भन्दा प्लस हुनुहुन्न रहेछ। यत्रो सबै र प्रत्यक्ष रूपमा कसैले तपाईँको आर्थिक रूपले सहयोग गरेर हुन्छ, कसैले आफूसँग भएको ज्ञानले सहयोग गरेर हुन्छ, कसैले भौतिक रूपमा सहयोग गरेर हुन्छ, या अन्य प्रत्यक्ष या अप्रत्यक्ष रूपमा यसलाई सहयोग गरेर यहाँसम्म ल्याइ पुर्याउनु हुने सम्पूर्ण अग्रजदेखि आजसम्म सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। म आज यो पुण्य दिनमा सम्झिन पनि चाहन्छु। र यस्तै पुण्य कामहरूले गर्दा नै हामी यहाँसम्म आइपुगेका छौँ। र यहाँ सुन्दै आउँदाखेरि, यो राम्रा कुराहरू सुन्दै आउँदाखेरि नि कहिलेकाहीँ अलिकति नरमाइलो लाग्ने रहेछ। हिजो यहाँ यी घरहरू थिएनन्, यस्ता सम्पन्न भएका, पूर्ण रूपमा सुविधा सम्पन्न भएका भौतिक पूर्वाधारहरू थिएनन्। सानो स्कुल थियो, झुपडी थियो, तर विद्यार्थीहरू खचाखच थिए, अटाइ नअटाइ थिए। आज सम्पूर्ण भौतिक रूपमा सम्पन्न छ, तर आज बिस्तारै विद्यार्थीहरू घट्ने क्रममा छन्। यो यहाँको मात्रै होइन, यो एउटा स्कुलको मात्रै होइन, यो एउटा गाउँको मात्रै होइन, यो एउटा जिल्लाको मात्रै होइन, समग्र देशकै समस्याको रूपमा यो आएको छ। यसमा कतिपय त हाम्रो रहर छ, कतिपय हाम्रो बाध्यता छ, कतिपय हामी अवसरको खोजीमा जाने गर्दछौँ। तपाईँले अब यो एउटा पारिवारिक कथा जस्तै छ। हामीले बच्चालाई हुर्कायौँ, राम्रो राम्रो पढायौँ, ठुलो मान्छे बन्यो, त्यसपछि हाम्रा सबै इच्छाहरू बच्चासँग बस्ने हुन्छ। तर हामीले जति ठुलो, जति उसलाई सम्पन्न र जति ज्ञानवर्धक बनायो, जति बलियो बनायो, त्यति त्यति टाढा हुँदै जान्छ। किनकि उसले त्यही अनुसारको आफ्नो क्षमता प्रदर्शन गर्ने ठाउँ खोज्छ, त्यही अनुसारको जागिर खोज्छ, त्यही अनुसारको पेसा खोज्छ, व्यवसाय खोज्छ र त्यसका लागि ठुलो व्यवसाय, ठुलो जागिर, ठुलो पद लिनको लागि ठुलै ठाउँमा जान्छ। र अन्तिममा
टाढा टाढा व्यस्त हुँदै जान्छ। त्यस्तै यो स्कुलले पनि, यो विद्यालयले पनि यहाँ धेरै ठुला ठुला विद्यार्थीहरू आफ्ना सन्ततिहरू बनाउँदै लग्यो। सायद मलाई यहाँबाट का प्रोडक्टहरू, यहाँबाट उत्पादन भएका विद्यार्थीहरू सायद के अरे यो जिल्लाको मात्रै नभइकन देशको हरेक ठाउँमा पुग्ने, जहाँ जहाँ के अरे पुग्न गाह्रो छ त्यो ठाउँमा पनि पुगिसकेका छन्। तर बिस्तारै सम्पन्न भइसकेपछि गाउँ छोड्ने क्रम त्यत्तिकै छ। अब बिस्तारै हाम्रो स्वभाव पनि हो, किनभने हामी अलि धेरै भिड रमाउँछौँ। अझ गाउँका मान्छेहरू अलिकति यहाँ भएर अलि धेरै मान्छे बाटामा आउँछ, यहाँको मान्छे यहाँ तलपट्टि झर्छ, अलिकति बेसी झर्छ। त्यहाँको मान्छे पोखरा जान्छ, पोखराको मान्छे काठमाडौँ जान्छ, काठमाडौँको मान्छे अझ नभएर विदेश जान्छ। अहिले बिस्तारै फेरि संसार एउटा ग्लोबल भिलेज जस्तो, एउटा संसारै एउटा गाउँ जस्तो भइसकेको छ। हिजोसम्म पहुँच थिएन। हिजो सत्ताले, राज्यले कोहीलाई पनि छुट दिएको थिएन। एउटा तपाईँको पासपोर्ट पाउनको लागि पनि राज्यले अनुमति दिएर सरकारसँग बिन्ती भिसाएर अनि म बिरामी भएँ, म उपचारको लागि जान्छु भनेर स्वयं हाम्रो विश्वेश्वर प्रसाद कोइरालालाई क्यान्सर हुँदाखेरि पनि पासपोर्ट पाउनु भएको थिएन। तर अहिले हामीले धेरै परिवर्तन आएका छन्। अहिले सर्वसाधारणको पहुँचमा पनि उसले चाहेका कुराहरू गर्न सक्छन्, उसले चाहेको ठाउँमा जान सक्छन्, उसले चाहेका कुराहरू बोल्न सक्छन्, मन परेका कुराहरू भन्न सक्छन् र आफू माथि भएका सम्पूर्ण अन्याय अत्याचारहरू बोल्न सक्ने क्षमता भएको छ। अहिले धेरै परिवर्तन भएको छ, कोहीलाई बन्देज छैन। त्यसकारण यी चिजहरूले गर्दाखेरि पनि बिस्तारै खुल्ला भएका छन् र सबै हाम्रा सन्ततिहरू पखेटा हालेर उडेर विश्व बजारमा घुमेका छन्। आज सुन्नुहुन्छ नि, यही गाउँका पनि अधिकांश धेरै बच्चाहरू विभिन्न ठाउँमा होलान्। तर के छ भने अब विश्वमा ठुलो बजार छ, त्यहाँ गएका छन् भने तिनीहरूलाई पनि बिस्तारै हामीले यही फर्काउनु छ, यही अवसरको सिर्जना गर्नु छ। त्यहाँ मात्रै होइन, यहाँ पनि हाम्रा धेरै सम्भावनाहरू छन्, यहाँ पनि धेरै रिसोर्सहरू छन्। त्यो रिसोर्सहरूलाई परिचालन हामी गर्न सक्छौँ। तिमीले त्यहाँ आर्जन गरेका सिप, ज्ञान सहित र केही पुँजी लिएर आयौ भने हामीले देश बनाउन सक्छौँ भन्ने कुराहरू पनि हामीले उनीहरूलाई देखाउनु पर्ने छ र त्यो दायित्व पनि हामीसँगै छ। आज यहाँ जसले माया गरेर यही म जे गर्छु यही जन्मे, यही मर्छु, जे गर्छु यही गर्छु भनेर यहाँ बस्नु भएको छ, उहाँहरू धेरै ठुलो धन्य हुनुहुन्छ। चाहेको भए उहाँहरू पनि सबै छोडेर जान सक्नुहुन्थ्यो र पनि आज यहाँ आफ्नो जन्मेको ठाउँको मायाले गर्दाखेरि यहाँ बस्नु भएको छ। त्यसकारण हामी सबै मिलेर यो ठाउँ बनाउनु पर्दछ। अघि मैले त्यहाँ बच्चाहरूको, हाम्रा भाइ बहिनीहरूको कुराहरू सुने, भाषणहरू सुने। उहाँहरूले भन्नुभएको थियो इङ्ग्लिसमा भन्दै गर्दाखेरि पनि यो ठाउँमा हामीलाई के अरे जबको के अरे यही क्रिएट गर्न पर्यो भन्नाले तपाईँको जागिर यही गाउँमा पाउने हुन पर्यो। हामीले पढ्दै गर्दाखेरि कमाउँदै पनि गर्न सक्न पर्यो र हामीले पढ्दै गर्दाखेरि गुणस्तरीय शिक्षाहरू पनि पाउन पर्यो। हाम्रा वक्ताहरूले पनि भन्नुभएको छ प्रविधियुक्त शिक्षाहरू पाउन पर्यो। अहिले जुन हामीसँग एउटा के छ भने निजी विद्यालयहरू राम्रा छन्, त्यहाँ जानुपर्छ भन्ने जुन कुराहरू छन् त्यसलाई चिर्नको लागि सबै कुराहरू यहाँ पनि सुसम्पन्न बनाउन पर्यो भन्ने कुराहरू यहाँ आएका छन् र त्यसलाई म मनन गर्छु। वास्तवमा के अरे तपाईँको सामुदायिक विद्यालय, सरकारी विद्यालय आफैमा नराम्रो हुँदैन, यो धेरै सक्षम छ। अहिले सबै तपाईँको देश हाँक्नेदेखि लिएर सम्पूर्ण डक्टर इन्जिनियरदेखि लिएर सबै जो छन् यहीका प्रोडक्टहरू हुन्, यहीका उत्पादनहरू हुन्। यो आफैमा नराम्रो होइन, तर हाम्रो सोचका कारणले, हामीले यसलाई हेर्ने दृष्टिका कारणले यो बिस्तारै पछि पर्दै गएको। अब त्यो सोचलाई परिवर्तन गराउनु छ र यसलाई नै अब हामीले ठिक ठाउँमा ल्याउनु छ। त्यसको लागि पनि सबैभन्दा पहिला हामीले हाम्रो सोचमा परिवर्तन गर्नु पर्यो। सबैभन्दा पहिला हामी आफू परिवर्तन हुन पर्यो। त्यसपछि हामीले भन्दै गर्छौँ नि, आफू परिवर्तन भएपछि बल्ल समाज परिवर्तन गर्न सकिन्छ, समाज परिवर्तन भएपछि देश परिवर्तन गर्न सकिन्छ। त्यसकारण अबको परिवर्तन हामी आफैबाट सुरुवात गर्नेछौँ। त्यसकारण सबै कुविचारहरू हामी आफैबाट फालेर, सबै सुविचारहरू हामी आफैले ग्रहण गरेर सबैलाई अगाडि लानको लागि पनि म अनुरोध गर्न चाहन्छु। र यहाँ आउँदै गर्दाखेरि सबै जुन यहाँ चासोका साथ हाम्रो बुवाहरू, अग्रजहरू, ज्ञानका हिसाबले म धेरै तल छु, पदका हिसाबले म यहाँ छु। तर त्यो पद भनेको कुरा के हो भने त्यो प्राविधिक विषय हो।
जसले अवसर पाउँछ, जसले त्यो ठाउँमा ठ्याक्क पुग्छ त्यो पुग्ने हो। म यहाँ आइपुगिसकेँ सबैभन्दा जान्ने मै हुँ, ठुलो मै हुँ भन्ने कुराहरू कसैले गर्छ भने त्यो गलत हो। ज्ञान भन्ने कुरा, सोच भन्ने कुरा, संस्कार भन्ने कुरा यही भन्दा अलग र ठुला कुराहरू हुन्। त्यसकारण हामीले हाम्रा बच्चाहरूलाई त्यही संस्कार दिन पर्यो, त्यही ज्ञान दिन पर्यो, त्यही सोच दिन पर्यो। त्यहाँबाट आउँदै गर्दाखेरि बल्ल उनीहरू ठिक ठाउँमा आयो भने त्यसपछि आएका उनीहरू नेता बने भने पनि सच्चा इमान्दार नेता बन्छन्, डाक्टर बने पनि राम्रा डाक्टर बन्छन्, इन्जिनियर बने पनि राम्रा इन्जिनियर बन्छन्। त्यसपछि हामीले निर्माण गर्ने भौतिक पूर्वाधार पनि सही र ठिक हुन्छ, त्यसपछि हामीले चलाउने देश पनि सही र ठिक हुन्छ। त्यसकारण हामी सबैले सानैदेखि हुने बिरुवाको चिल्लोपात भने जस्तै हामीले बच्चैमा सानो बिरुवालाई नै गोडमल जति राम्रोसँग गर्न सक्यौँ फल त्यति लाग्ने त हो नि। सानोमा हामीले हेरचाह गर्न सकेनौँ भने, हामीले बाली रोप्दाखेरि सानोमा हामीले त्यसको स्याहार गर्न सकेनौँ भने ठुलो भएपछि एकैचोटि फल खोजेर हामीले पाउँदैनौँ। त्यसकारण यी बच्चाहरू, यी साना बिरुवाहरू हुन्, यिनीहरूलाई कसरी हुर्काउने, के गर्ने भन्ने कुराहरूमा हामी सबैले सोच्नु पर्दछ। र अघि नै कुराहरू पनि आइसकेको छ, यसमा नीतिगत रूपमा कुनै परिवर्तन गर्नुपर्छ, नीतिगत रूपमा चेन्ज गर्नुपर्छ भनेर पनि यहाँ कुराहरू आएका छन् भने समग्र रूपमा तपाईँहरू छलफल गरेर राम्रो रूपमा हामीले शिक्षाको क्षेत्रमा कसरी परिवर्तन गर्न सकिन्छ, कि यो चिज चेन्ज गर्यो भने ठ्याक्कै यो शिक्षाको क्षेत्रमा आमूल परिवर्तन आउँछ भन्ने कुराहरू केही छन् भने तपाईँहरूले समग्रमा छलफल गरेर लेखेर दिनुभयो भने म जहाँसम्म लाग्छ म ग्यारेन्टीको साथ भन्न सक्छु कि त्यहाँ कन्भिन्सिङ हुन पर्यो, यो समाजको लागि भलो हुन पर्यो, यो बच्चाहरूको भविष्यको लागि उज्जवल हुन पर्यो र के अरे सर्वसुलभ हुन पर्यो। ती चिजहरूलाई हामी परिवर्तन गर्नको लागि एकदमै तपाईँहरूको हरेक चिज परिवर्तन गर्नको लागि हामी तयार छौँ र त्यो कुराहरू परिवर्तन गर्छौँ भन्ने पनि प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। र यस्तै अहिले विद्यालयमा बिस्तारै तपाईँको शिक्षकको कमीहरू भइराखेका छन् र कतिपय ठाउँमा शिक्षकको कमी मात्रै होइन, कतिपय ठाउँमा जाँदै गर्दाखेरि त विद्यार्थीको कमी छन्, विद्यार्थीभन्दा पनि शिक्षकहरू बेसी छन्। तर हामीलाई के छ भने यो मेरो बाउले खोलेको, यो मेरो बाजेले खोलेको, त्यस कारण यसलाई बचाउन पर्छ भन्ने नाममा आफूसँग कमाएको त्यहाँ पनि लगानी गरिराखेका छौँ र बच्चाको भविष्य पनि एउटा दुईवटा शिक्षक भएर सबै विषय पढाउँदाखेरि त्यति राम्रो ज्ञान त्यसले प्राप्त गर्न सक्दैन। त्यस कारण गर्नै पर्ने ठाउँहरूमा कतिपय उसहरूमा मर्ज गराएर भए पनि सबै कोटाहरू पुर्याएर भए पनि उहाँहरूलाई राम्रो शिक्षा दिन हाम्रो एकदमै आवश्यकता हो र त्यो कुरामा सबैलाई विचार गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। र यहाँ रहेका अझ थप प्राविधिक सहयोगहरू के गर्न पर्नेछन् ती कुराहरूमा म आगामी दिनमा तपाईँहरूसँग म बाचा पनि गर्न चाहन्छु कि के छ प्राविधिक चिजहरू, यहाँ सुधार गर्नुपर्ने चिजहरू, त्यसमा पनि अब गण्डकी प्रदेश सरकारबाट गर्नुपर्ने चिजहरू केही छन् भने म त्यो पनि गर्न तयार छु र तपाईँहरूलाई सहयोग गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यस्तै पालिकाबाट पनि गर्नुपर्ने चिज छन् भने उहाँहरूसँग पनि म कन्सल्ट गरेर हामी मिलेर भए पनि यसलाई अगाडि बढाउनको लागि म त तयार छु भन्ने पनि म तपाईँहरूसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र यी सबै कुराहरू गर्दाखेरि पनि आज जुन अवसर दिनुभयो, यहाँ आउने बाटो पुग्यो र त्योभन्दा पनि योसम्म पुर्याउनको लागि तपाईँहरूले जुन मेहनत गर्नुभयो, जुन माया दिनुभयो, होइन, जुन आशीर्वाद दिनुभयो, तपाईँहरूले माया नगरेको भए, मेहनत नगरेको भए, आशीर्वाद नदिएको भए सायद म यो ठाउँमा पनि हुन्थिनँ होला, होइन। त्यही भएर यसको सबैभन्दा ठुलो श्रेय चाहिँ तपाईँहरूलाई नै जान्छ। त्यसकारण हामी तपाईँहरूको लागि के गर्न सक्छौँ म त्यो गर्नको लागि पनि म प्रतिबद्ध छु भन्ने कुराहरू म तपाईँहरू समक्ष राख्न चाहन्छु। र अब कतिपय कुराहरूमा चाहिँ के हुन्छ भने हाम्रा स्रोत र साधनहरू सीमित छन्, होइन, हाम्रा आवश्यकताहरू असीमित छन्, हाम्रा आकाङ्क्षाहरू असीमित छन्, हाम्रा रहरहरू असीमित छन्। आज पनि तपाईँको अमेरिकामा, आज पनि युरोपमा विकासका कुराहरूमा अझ पनि त्यहाँ पनि बहस चल्छ। उनीहरूको भविष्यको पनि पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। शिक्षकहरूलाई म के भन्न चाहन्छु भने आज अलिकति विश्व परिवर्तन पनि भएको छ। शिक्षाको क्षेत्रमा पनि पहिला हामीलाई के थियो भने किताब घोक्नै पर्छ, लेख्नै पर्छ, पढ्नै पर्छ भनेर हाम्रो बुवाहरूले लगाउनुहुन्थ्यो। म सामान्य भन्दाखेरि म फुटबलको खेलाडी थिएँ भनौँ न, फुटबल खेल्न जान्थेँ र अनि त्यहाँ जाँदै गर्दाखेरि बुवाले कहीँ जान लाग्यो कि कराइहाल्नुहुन्थ्यो, त नेसनल प्लेयर हुन्छ, कसले के अरे खेलेर खान्छ, पहिला पढ्नु पर्दैन भनेर कराउनुहुन्थ्यो। तर आज के छ भने आज खेलेर पनि हामीभन्दा मभन्दा 10, 20, 50 गुणा बेसी कमाएका छन्। एउटै गेम खेलेर 1 करोड कमाउने भइसक्यो।